हेलो एभ्रिवान। आज चाहिँ म एलएसटिएम बेस इन्कोडर डिकोडर स्ट्रक्चर लिएर आइसकेको छु। यसभन्दा पहिला चाहिँ मैले आरएनएन को बारेमा भनेको थिएँ। अब आरएनएन चाहिँ सिक्वेन्शियल डाटाको लागि चाहिँ युज हुन्छ। तर सिक्वेन्शियलमा चाहिँ के प्रब्लम आउँछ त भन्दाखेरि ब्याकवर्ड प्रोपागेसन गर्ने बेलामा चाहिँ भ्यानिसिङ ग्रेडियन्ट र एक्सप्लोडिङ ग्रेडियन्ट को समस्या अथवा प्रब्लम आउने हुनाले चाहिँ हामी चाहिँ एलएसटिएममा जान्छौँ। र एलएसटिएम चाहिँ यो एलएसटिएम बेस इन्कोडर डिकोडर स्ट्रक्चर चाहिँ जस्तै कि धेरै एलएसटिएमहरू इन्कोडर भनेको चाहिँ ग्रुप अफ एलएसटिएम सेल हो है। अनि त्यही भएर नै अब चाहिँ हामी त्यो समस्या आउने भएकाले अनि त्यो चाहिँ आरएनएनले चाहिँ एकदमै लामो टेक्स्टहरू चाहिँ के गर्छ उत्तिखेरै फरवर्ड गरिहाल्छ, रिमेम्बर गर्न सक्दैन। त्यही नै त्यसको लिमिटेसन भयो आरएनएनको है। अब हामी चाहिँ के भन्दाखेरि एलएसटिएम बेस इन्कोडर डिकोडर स्ट्रक्चर हेरौँ आज चाहिँ। अब सुरुमा चाहिँ हामी यहाँ आर्किटेक्चर हेर्न सक्छौँ। अब जस्तो कि यो इन्कोडर पार्ट हो, यो चाहिँ डिकोडर पार्ट हो। अब इन्कोडर पार्टमा चाहिँ अब टेक्स्टलाई के गर्छ, पहिला इनपुटमा प्रोसेसिङ गर्छ अनि त्यस पछाडि के गर्छ डिकोडरमा पठाउँछ। अब हामी त्यो आर्किटेक्चरको एक्सप्लेन गर्नुभन्दा अगाडि चाहिँ हामी यहाँ बुझौँ इन्कोडर भनेको के हो। इन्कोडरले चाहिँ प्रोसेस द इनपुट सिक्वेन्सलाई चाहिँ के गर्छ, प्रोसेस गर्छ। अनि कन्टेक्स्ट भेक्टर भनेको छ, कन्टेक्स्ट भेक्टरले चाहिँ के गर्छ भन्दाखेरि द फाइनल हिडन स्टेट अफ द इन्कोडर समराइज द इनपुट। अब एउटा यहाँ कन्टेक्स्ट भेक्टर भन्ने हुन्छ। कन्टेक्स्ट भेक्टर भनेको चाहिँ त्यो के हो भन्दाखेरि सबै इनपुटको प्रोसेसिङ गरिसके पछाडि लास्टमा निकाल्ने के हो, त्यो एउटा फाइनल आउटपुट जस्तो अथवा लास्टमा निकाल्ने चाहिँ के हो भन्दा लास्टमा चाहिँ लास्टको हिडन सेलले निकाल्ने चाहिँ के हो, एउटा भेक्टर हो। त्यो चाहिँ लास्टको हिडन स्टेट पछाडि चाहिँ आउँछ। अनि हामी डिकोडर हेर्न सक्छौँ। डिकोडरले चाहिँ के गर्छ, जेनेरेट द आउटपुट सिक्वेन्स कन्डिसनल्ली बेस्ड अन द कन्टेक्स्ट भेक्टर। कन्टेक्स्ट भेक्टरको बेसिसमा चाहिँ के गर्छ, आउटपुट सिक्वेन्स चाहिँ जेनेरेट गर्छ है त। अब हामी यहाँ के गर्न सक्छौँ भन्दाखेरि जस्तै एप्लिकेसनको लागि नेपाली टु इङ्ग्लिस। अब हामीले चाहिँ नेपाली टेक्स्टलाई चाहिँ इङ्ग्लिसमा कन्भर्ट गर्नु पर्यो भने चाहिँ के गर्न सक्छौँ, हामी यही नै युज गर्न सक्छौँ। एलएसटिएम बेस इन्कोडर डिकोडर स्ट्रक्चर युज गर्न सक्छौँ। जस्तै कि अब यहाँबाट के हुन्छ, जस्तै कि अहिलेलाई चाहिँ हामी के गरेँ भन्दाखेरि मैले चाहिँ पठाएँ अरे, ल यहाँबाट इनपुट टोकन पठाएँ। के पठाएँ भन्दा म आज विद्यालय जान्छु भनेर पठाएँ। म आज विद्यालय जान्छु भनेर के गरेँ, यहाँ पठाएँ। अनि लास्टमा चाहिँ के गर्ने भयो भन्दा यो लास्टको हिडन सेल छ नि, यो जुन मेन बुझ्नुपर्ने कुरा चाहिँ यही नै हो। लास्टको हिडन सेल हुन्छ, त्यसले चाहिँ के गर्छ भन्दाखेरि कन्टेक्स्ट भेक्टर भनेर समराइज गरेर के गर्छ, यता पठाउँछ। समराइज गरेर म आज विद्यालय जान्छु भनेर चाहिँ लास्टमा कति उहरू सिक्वेन्सहरू आयो, इनपुटहरू आयो, जति आए पनि के गर्ने, लास्टमा चाहिँ फाइनलाइज चाहिँ के गर्ने भयो, यसले गर्ने भयो। अनि त्यस पछाडि के गर्ने भयो, डिकोडरमा पठाउनु भयो। अनि यो इओएस भनेको छ होइन सरी, यो स्टार्टिङ अफ सेन्टेन्स हुने भयो। अनि त्यस पछाडि यहाँबाट पनि के हुने भयो, अब जस्तै कि आई एम गोइङ टु स्कुल टुडे भनेर यसरी ठ्याक्क निकाल्ने भयो, आउटपुट निकाल्ने भयो प्रोसेस गरेर। अनि त्यही नै हो यसको मेन कुरा चाहिँ। अनि त्यसपछि हामी यहाँ तल देख्न सक्छौँ जस्तो कि इन्कोडरमा चाहिँ हामी के गर्छौँ, इनपुट सिक्वेन्सहरू पठाउँछौँ, यहाँबाट इनपुट टेक्स्टहरू पठाउँछौँ इन्कोडरमा। अनि इन्कोडरले चाहिँ के गर्छ भन्दाखेरि यस्तै न्युमेरिक फर्ममा चाहिँ के गर्छ भन्दाखेरि कन्टेक्स्ट भेक्टर चाहिँ दिन्छ। अनि कन्टेक्स्ट भेक्टरलाई चाहिँ प्रोसेसिङ गर्नको लागि के गर्छ, डिकोडरमा पठाउँछ। त्यही नै हो अब यसको मेन कुरा चाहिँ होइन। अब के गर्छ भन्दाखेरि इन्कोडरले चाहिँ के गर्छ त भन्दाखेरि सोर्स
सोर्स सेन्टेन्सलाई चाहिँ के गर्छ रिड आउट गर्छ रिड गर्छ अनि त्यस पछाडि के गर्छ एकचोटिमा चाहिँ के गर्छ एउटा वर्ड पढ्छ अनि त्यस्तै एउटा वर्ड पढ्छ त्यस्तै एकचोटिमा एउटा वर्ड त्यस्तै गर्दै गर्दै गएर के गर्छ त पढ्दै जान्छ एकचोटिमा अनि त्यसपछि के गर्छ लास्टमा के गर्छ यहाँ हामी देख्न सक्छौँ सिक्वेन्स अफ हिडन स्टेटहरू हुन्छ अनि लास्टमा गएर चाहिँ के गर्छ भन्दाखेरि एउटा फाइनलाइज कन्टेक्स्ट भेक्टर चाहिँ अब जस्तो कि यहाँ नेपाली सेन्टेन्स छ नि म आज विद्यालय जान्छु भनेर त्यसलाई चाहिँ के गर्ने भयो भन्दाखेरि फाइनलको हिडन स्टेट नै के हुने भयो कन्टेक्स्ट भेक्टर हुने भयो अनि त्यो चाहिँ कुन हुने भयो न्युमेरिक समरी जस्तो हुने भयो कि न्युमेरिक भ्यालु हुने भयो कुनको त्यही नेपाली सेन्टेन्सको चाहिँ न्युमेरिक भ्यालुमा चाहिँ के हुने भयो कन्टेक्स्ट भेक्टर हुने भयो अनि त्यही कन्टेक्स्ट भेक्टर इज अ कम्प्रेस समरी जस्तो हुने भयो अफ द इन्टायर सेन्टेन्स सबै पुरै सेन्टेन्सको चाहिँ के हुने भयो कम्प्रेस समरी जस्तो हुने भयो अनि त्यस पछाडि के हुने भयो भन्दाखेरि पढिसके पछाडि चाहिँ के हुने भयो भने चाहिँ लास्ट वर्ड चाहिँ आफ्टर रिड गरिसके पछाडि चाहिँ के हुने भयो भन्दाखेरि लास्ट सेन्टेन्स चाहिँ रिड गरिसके पछाडि इन्कोडरले चाहिँ के हुने गर्ने भयो फाइनल हिडन स्टेट चाहिँ तयार पार्ने भयो अब यसको लिमिटेसन चाहिँ के हुन्छ भन्दाखेरि जस्तो कि अब यसले चाहिँ बोटल नेक जस्तो हुने भयो कि जस्तो कि इफ यो नै ब्याड भइदियो भने त यसको त कामै भएन नि त यसले प्रिडिक्सन गरेको त काम नै भएन त्यही भएर यो चाहिँ बोटल नेक भन्छ बोटल नेक जस्तो चाहिँ हुने भयो कि अनि यो चाहिँ के हो भन्दाखेरि इन्कोडर भनेको ग्रुप अफ एलएसटिएम सेल हो अनि डिकोडरले चाहिँ रिपिटेडली प्रोसेस गरेर चाहिँ के हो आउटपुट सिक्वेन्स दिने हो हैन त्यही भएर चाहिँ अब यदि यो कन्टेक्स्ट भेक्टर नै रङ भइदियो भने त हाम्रो प्रिडिक्सन गरेको अथवा यसको आउटपुट सिक्वेन्स नि त रङ हुने भयो नि त धेरै रङ हुने चान्स धेरै भयो यदि सर्ट सेन्टेन्स अथवा सर्ट टेक्स्टहरू छ भने त राम्रोसँग प्रोसेस गर्न सक्ने भयो र यदि लङ सेन्टेन्सहरू आयो भने त के हुने भयो प्रोसेसिङ गर्न गाह्रो हुने भयो त्यही नै हो यसको लिमिटेसन ल मैले अर्को एटेन्सन मेकानिजमको भिडियो चाहिँ म नेक्स्ट पार्टमा लिएर आउँछु हस् त आजलाई यति नै